सो हेलो गाइज, आज चाहिँ मैले राखेको थिएँ डलर प्लान्ट। सो यो चाहिँ अलिक गोलो सेपमा हुन्छ। यो चाहिँ चाइनिज मनी प्लान्ट पनि भन्छ यसलाई चाहिँ, होइन। अनि यो चाहिँ यस्तो छ गोलो सेपमा, राम्रो क्वालिटीमा भाँचिएको खालको, होइन। अनि यस्तो छ गाइज। अनि गोलो छ, मैले भर्खर धोएर ल्याएको थिएँ, पानी पनि लागिरहेको छ, होइन। अनि यसको यो चाहिँ योभन्दा ठुलो पनि हुन्छ, तर योभन्दा ठुलो यो अलिक ठुलो छ, त योभन्दा ठुलो साइजको हुन्छ होला, तर योभन्दा ठुलो साइजको पर थियो, त्यही भएर चाहिँ अलिक सानै साइजको छ, होइन। अनि त्यो चाहिँ गइराईमा थियो, होइन। यसको पनि यो साइज ठाउँ अनुसार बढ्छ गाइज। यसको लम्बाइ कति छ हेर्नु त, अलिक गहिरो ठाउँमा थियो, त्यही भएर यो चाहिँ अलिक लामो छ गाइज। अनि यस्तो छ, यो चाहिँ एकवटा रुटसँगै लिएर आएको छ, जडा सुत्दै। अनि यस्तो छ, होइन गाइज। यी गोलो गोलो पत्ता चाइनिज मनी प्लान्ट गाइज। अनि अर्को कुरा, यो चाइनिज मनी प्लान्टलाई म एक्वेरियम सपमा बेच्नु कि नबेच्नु कमेन्टमा भन्नु है। बेच्नु भनेर भन्नुभयो भने 100 जनाले कमेन्ट गर्नु पर्यो बेच्नु भनेर, अनि म एक्वेरियम सपमा गएर बेच्नेछु गाइज, होइन। 100 जनाले कमेन्ट गर्नु पर्यो गाइज, होइन। गोलो छ, यी दामी क्वालिटीमा, नभाँचिएको क्वालिटीमा, होइन। अनि यो भयो मेरो एक्वेरियम, मैले सन लगाइरहेको छु, होइन यो। अनि यो चाहिँ राम्रोसँग कम्फर्टेबली बसेको छैन, त्यही भएर अब यो 1-2 दिनमा चाहिँ यो कम्फर्टेबली हुनेछ। अनि मसँग छ 2टा कोही, एउटा बार्ब छ, अनि मेरो फिल्टर पनि चलिरहेछ। अनि पानी पनि सफै छ, क्लिस्टर क्लियर त के भनौँ, सफै छ। अनि मैले बोइल्ड साग खान दिइरहेको थिएँ, होइन, बोइल्ड स्पिनेस अनि दिइरहेको थिएँ, होइन। अनि मेरो एक्वेरियमको पानी पनि चेन्ज गरेको, होइन। अनि ब्ल्याक स्टोन हटाएर कलरफुल स्टोन पनि लगाएको, होइन। लाइट साइड सब सफा गरेर आधी मात्र पानी भरेर चाहिँ, होइन। मैले चाहिँ त्यो टप फिल्टर चाहिने रहेछ क्या यो ट्याङ्कलाई चाहिँ, त्यो टप फिल्टर अहिले त छैन नि त, त्यही भएर पानी आधी पारेर फिल्टर हुँदैछ, होइन। फेरि पनि भन्छु, यो डलर प्लान्टलाई एक्वेरियम सपमा बेच्नु कि नबेच्नु कमेन्टमा भन्नु है गाइज। यी गाइज यस्तो गोलो छ, यी गोल सेपमा, सानो ठुलो मिडियम सबै साइजमा छ है गाइज। यी सबै साइजमा छ गाइज, दामी क्वालिटीमा। भेटौँला गाइज अर्को भिडियोमा, फेरि भेटौँला, बाई बाई गाइज। सो हेलो गाइज, यो चाहिँ हो 2 दिन पछाडिको भिडियो। सो मैले भनेको थिएँ यो प्लान्ट मजाले कम्फर्टेबली बस्छ भनेर। अनि यिनीहरू पनि मजाले माथि आएको छ, अनि यिनीहरू पनि यहाँ बसिरहेछ। अनि यता पनि अर्को छ, अर्को वहाँ माथि गइरहेछ। सो अनि खुसीको कुरा चाहिँ भनेको यो प्लान्ट रेड हुन थालिरहेछ। अब यो रेड भएको कि गएको त चाहिँ थाहा छैन, तर रेड कलर लागिरहेछ मलाई। सो यस्तै छ, फेरि भेटौँला अर्को भिडियोमा। त्यति बेरसम्म बाई बाई गाइज। बाई गाइज।